सुरुङ्गा बजारबाट सुर्ती बरामद, किराना पसलेको भागाभाग। झापाको कन्काई नगरपालिकाले आज सुरुङ्गा बजार क्षेत्रमा बजार अनुगमन गर्दा ठूलो परिमाणको सुर्तीजन्य पदार्थ बरामद गरेको छ। कन्काई नगरपालिकाले अघिल्लो आर्थिक वर्षबाटै सुर्तीजन्य पदार्थहरू, गुटखा, चुरोट, खैनी लगायतका पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध कागजी रूपमा मात्रै भएको भन्दै सर्वत्र आलोचना बढेसँगै आजदेखि यस वर्षको अनुगमन पुनः सुचारू गरिएको छ। आजै सुरुङ्गा बजार र टप्पु क्षेत्रमा गरिएको बजार अनुगमनबाट ठूलो परिमाणको सुर्तीजन्य पदार्थ खैनी, चुरोट, गुटखा, भोला, रजनीगन्धा पसलबाट फेला पारिएको हो। अनुगमन टोली बजारमा पुग्दा कतिपय पसलमा झुन्ड्याइएरै भोला लगायतका सुर्तीजन्य पदार्थ बिक्रीका लागि राखिएको पाइएको थियो भने कतिपय पसलमा म्याद नागेका खाद्य सामग्री, अचार लगायतका पदार्थहरू बिक्रीका लागि राखिएको थियो। बरामद सबै सामग्रीहरू नजिकै रहेको कन्काई माई नदी किनार कोठी हवनमा नष्ट गरिएको र जसको पसलबाट ती सामग्री बरामद गरिएको हो उनीहरूलाई एकपटकका लागि कागज गरेर छाडिएको कन्काई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो। नगरपालिकाले पटक पटक सूचना निकाल्दा समेत गोप्य रूपमा किराना पसलेहरूले सुर्तीजन्य पदार्थ बिक्री गरिरहेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले कन्काईका पसलहरूमा छापा मारेर ती सुर्तीजन्य पदार्थको बरामद गरिएको नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले कन्काई अनलाइनलाई बताउनुभयो। नगरपालिकाले मानवीय स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने सुर्तीजन्य पदार्थ र म्याद गुज्रेका खाद्य सामग्रीहरूलाई बिक्री वितरण नगर्न र खानेकुरा खरिद गर्नु पूर्व म्याद समेत हेरिदिन सबै नगरवासीलाई अनुरोध गरिएको शिवाकोटीले बताउनुभयो। बन्द गरेको थियो र ती बन्द गरेका वस्तुहरू पसलमा धेरै हामीले गोप्य रूपमा बिक्री गरेको टाइममा हामीले पसल खानतलासी गर्दा ती स्वास्थ्यमा अहित गर्ने वस्तुहरूलाई हामीले सबै निकाल्यौँ र साथै एक्सपायरी भएका डेट एक्सपायरी भएका सामग्रीहरू पनि हामीले पायौँ। ती सबैलाई हामीले ल्याएर आज हामी कन्काई माईको पवित्र नदीको किनारमा यसलाई डिस्पोज गर्दैछौँ। यता कन्काई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद नेउपानेले पहिलो पटकका लागि नगरपालिकाको नियम उल्लङ्घन गर्ने व्यवसायीहरूलाई सचेत गराइएको र अब जरिवाना काट्न थालिने बताउनुभयो। गुणस्तर तथा नापतोल विभाग पनि छ, जिल्ला प्रशासन कार्यालयले पनि हामीले अनुरोध गरेका छौँ। हामी एउटा त्यो अनुगमनको टिममै सहित बसेर त्यो चाहिँ अनुगमन टिमले एउटा चाहिँ कति जरिवाना गर्ने भनेर हामी त्यसरी जरिवानाको प्रक्रिया अगाडि बढाउँछौँ। हामीले अनुगमनको पाटोलाई निरन्तरता दिनेछौँ, पटक पटक माफी मिनाहा दिन सकिँदैन, नेउपाने